जय श्रीमन्नारायण। दर्शन यात्राका क्रममा आज किस्किन्दा हामी अहिले हम्पी तर्फ कोदण्डराम भगवानको दर्शन गर्यौं। यहाँ रहेका समग्र विशेष स्थलहरूको दर्शन गर्ने आजको कार्यक्रम छ हाम्रो। ऋष्यमुख पर्वत, गन्धमादन पर्वत, पम्पा सरोवर, कोदण्डराम, सुग्रीव किल्ला, बाली गुफा आदि गरिएका अञ्जनेय पर्वत, हनुमानजीको जन्मस्थल आदि यहाँका प्रमुख स्थलहरू हुन्। माल्यवन्त देवस्थान यहाँ यो पारिपट्टि देखिएको ऋष्यमुख पर्वत हो। यतापट्टि मातङ्ग पर्वतका तल कोदण्डराम भगवानको दर्शन गरेर भर्खरै आयौँ। जय श्रीमन्नारायण, जय श्रीराम, जय श्रीराम, जय श्रीराम, जय श्रीराम, जय श्रीराम, जय हनुमान, जय श्रीराम, जय सीता श्री भक्त हनुमान, जय जय। यार बिचमा मजा पनि गर्दै हुनुहुन्छ। अब कतिवटा मुद्दा खेप्नु पर्ने थाहा छैन। आनन्द आइरहेको छ आउन चाहिँ। यो चाहिँ मैले लाइभ गर्दैछु। यहाँहरूलाई अब घर बनाउने जमर्को आयो भित्रबाट। कहाँबाट घर बनाउने जाँगर आएछ। उहाँ क्यानाडामा उहाँ त्यति राम्रो घर हुँदाहुँदै यहाँ अर्को घर बनाउँदै हुन्छ। यो चाहिँ माथि बैकुण्ठ जाने घर। यो मातङ्ग पर्वतका तल ठुलो एउटा राखौँ नि। अति पावन बाली, सुग्रीव, नल, नील, अङ्गद आदि गरिएका भक्तहरूको स्थल किष्किन्धा नगरी। जय श्रीराम, जय श्रीराम, जय श्रीराम। कस्तो हुँदैछ दर्शन? यो सोचेभन्दा बढी अत्याधिक नै साह्रै सुन्दर भएको छ, राम्रो भएको छ। त्यसको व्याख्या गर्न म अहिले नै अलिक सामर्थ्य छुइनँ। अब मौका परे बेला गरौँला। आजलाई चाहिँ अत्यन्तै सुन्दर छ।